ए हेलो भन्नु न आज पनि हामी फेरि दुईवटी हिँडिसक्यो कहाँ जाने हो कहाँ जाने रे हामी थाहा छैन हामी हिँड्दैछौँ कहाँसम्म जान्छौँ थाहा छैन है कहाँ जान्छौँ तर देखाउन चाहिँ बोल्दैनौँ जान लागेको चाहिँ यतिजना हो हाई बहिनी हाई जाँदैछौँ हामी हम जा रहे हैं बाटो कहाँ हो थाहा छैन फिक्सै छैन यहाँ जाने भनेर तर हिँड्दैछ हामी ट्रेन स्टेसनमा आइसक्यो अब चाहिँ हामी ट्रेन चढेर जान्छ गइसक्यो हामी बेराउँदैन गइसक्यो एउटा ट्रेन चाहिँ हामीलाई छोडेर गइसक्यो ट्रेन चाहिँ छुट्यायो हामीले तर 1 मिनेटमा आइहाल्छ प्रतीक्षा कति राम्रो बाँकी आमा यति राम्रो भएर जान चाहिँ कहाँ लाग्यो ट्रेन आयो ल ट्रेन आयो अब हामी चाहिँ जान्छ यो ट्रेनमा आउनुहोस् कति राम्रो देखेको ट्रेनमा चढिसक्यौँ हामी जाँदैछौँ सारा कहाँ चाल्टन जाँदैछौँ हामी तर आमा दिदीलाई फोन गरेको छैनौँ छैनन् पनि होला फेरि काममा गएको कति राम्रा घर हुने तिमी फुल भइदिए कति राम्रो जङ्गल हो कस्तो राम्रो हावा चलेछ यार आज हामी आइसक्यो चाल्टन आइसक्यो हामी सुलुलु ल हाम्रो स्टेसन आइसक्यो प्रतीक्षा कति राम्रो छ छाता पानी पर्छ छाता उड्न जाने प्रतीक्षाले यस्तै खोलेर बस्ने अरे अब चाँडै बिजनेस हामी चाहिँ ट्रेनमा आयो ऊ चाहिँ साइकलमा आएर हेर कति बेलाको 10 मिनट भइसक्यो चाँडो आउँदो रहेछ साइकलमा आज यति धेरै हावा लगाइरहेछ पत्ताहरू घुम्न गएको थिएँ नि त्यस्तै हावा लगाइरहेको होइन म त मोटी छु मलाई त केही हुन्न तपाईँ चाहिँ मलाई पकाएर बस्ने उडाउँदा 5 केजी मोटाइ छु नि हो कति 52.9 हामी चाहिँ त्यतिखेर भनौँ 1 सेकेन्ड भयो नि खेर फाल्नु हुँदैन साइड क्रस गरिहाल्नुपर्छ हेलो पुरा भइदियो अब हामी यहाँदेखि कहाँ जान्छौँ भनेपछि अब एक ठाउँमा जान्छौँ हामी कस्तो राम्रो फुल फुलेको 1 ठाउँ कहाँ हो थाहा छैन फेरि जाँदैछौँ हामी चाहिँ यतै अलमल परेर कता कता गएर चाहिँ फेरि फर्किँदैछौँ कहाँ जाने रे घर फर्किने हो कि फेरिमा जाने थाहा छैन त्यहाँ जस 1 घन्टा जति घुम्यौँ कता घुम्यौँ अल्छी लागेर भिडियो बनाउनै मन लागेन अब चाहिँ फेरि बसमा चढेर जाँदैछौँ
फाइनली हामी चाहिँ अहिले झरेर त्यहाँ जाने चाहिँ प्लान गरिसक्यो। अब गाडी रोक्यो भने हामी जाने हो। ल है साथीहरू, हामी चाहिँ बसदेखि झरेर अब फेरि उ झरे यो चाहिँ ट्रेन स्टेसन हो। अनि हामी चाहिँ बसदेखि झरेर फेरि अब हामी समुन्दर डुङ्गा हेर्न जाँदैछौँ। हेर्न जाँदैछौँ। हम जा रहे हैं बाटै बाटो। के गीत छ भन्नु न। रास्ते में जा रहे थे भेलपुरी खा रहे थे। अनि के छ रे? कति छ मैले यस्तो फर्स्ट टाइम यस्तो गर्न सुन्दैछ। ओहो कति राम्रो छ। आउने त यसो मिर्ची लागे त मिठा करू बोलायो आउला के रे मैं तो रास्ते में हैन नै मैं तो रास्ते से जा रही थी मैं तो भेलपुरी खा रही थी तुझे मिर्ची लगे तो मैं क्या करूं। आज चाहिँ नयाँ चिज थाहा पायो हामीले। यो बिचको छ नि, यो बिचको चाहिँ गाडी आयो भने तल जाँदो रहेछ। मतलब यो रेड बल्यो भने चाहिँ यो माथि आउँदो रहेछ, हिँड्न नपाउने। अनि यो ग्रिन बल्यो भने चाहिँ तल जाँदो रहेछ क्या। मैले फर्स्ट टाइम थाहा भएको आज। यता ल दाजुले फेरि हात छोडेर साइकल चलाइराख्नु भएको छ फेरि। कस्तो राम्रो यो मिसाइल के अरे आर्सेनल हो कि के अरे पता नहीं। ये गोली है यार, बारूद है। गोली नहीं, गोली जाने वाला बारूद है। ल हामी चाहिँ मिसाइल के भन्छ अरे यसलाई कान्छो? आर्सेनल। अनि यिनीहरू चाहिँ त्यो पहिला त्यो वार हुँदाखेरि चाहिँ बनाएको त्यो हो के बम फाल्ने त्यो। ए के भन्छ यसलाई? बन्दुक भन्छ कि त्यो बम बारुदहरू बनाउने ठाउँ हो क्या। यस्तो मात्रै छ यतातिर। अब हामीलाई चाहिँ भोक लाग्यो। हामी चाहिँ यहाँ खानेकुरा लिएर आएको छ। अब चाहिँ खान्छ अनि त्यस पछाडि काम घुम्ने काम गर्छ। पहिला पेट पूजा गर्ने। ल चिप्स क्या उङ्स खान लाग्यो हामीले चाहिँ खान्छ। How was the food, guys? एकदम मिठो हामीले खाइसक्यो। अब चाहिँ अचम्मै मिठो एक दुईवटा भिडियो बनाउँछ अनि जान्छ। ल ल कहाँ फाल्ने? तेरा खा मैले लगेर उपर फालिदिन्छु। ल उठ छिटो। ल लेट्स गो। लास्टै अचार त्यो रहेछ पिरो तर मिठो। त्यही भएर सिगान टल गरे यार मेरो। मेरा मन क्यों तुम चाहे। सुनो प्रतीक्षा, हाम्रा पुर्खाहरू युकेका पुर्खाहरू दाजु ए कति राम्रो ठाउँ होला बरैनी। वाउ यहाँनिर यो देखेको थिएन अस्ति मैले। ओ यहाँनिर आएको रहेछ डुङ्गा प्रतीक्षा। ओहो के हेऱ्यौ त्यसरी। ओहो लाज लाउँछ। डुङ्गामा सलल माछिँदै तारिदेऊ माइत जानलाई। ल यति नै आजलाई भिडियो फोटो बनायो, भिडियो खिच्यो, फोटो खिच्यो। ल साथीहरू है आज चाहिँ यति नै आजको लागि। अब घर जाँदैछौँ सिधा घर गएर अब खाना बनाएर खाने। आजलाई चाहिँ बाई बाई। बाई प्रतीक्षा बाई। बाई छिटो बाई।